तिमीले मलाई चिन्दैनौ, मैले तिमीलाई चिन्दिन। हे यहाँ सुन, तिमीले मेरो कुरा काटेर केही पाउँदैन, मैले तिम्रो कुरा काटेर केही पाउँदा पनि पाउँदैन। हामी दुईजना अब जे थियौँ पहिला गेम खेल्यो हो, रमाइलो भयो होइन, धेरै भ्युज पनि कमायो, धेरै पैसा पनि कमायो। अब त्यो कुरा नि नगरौँ होइन, अबदेखि चिन्दा नि चिन्दैन। हेर राजा ह्याङ, तिमीले मेरो बेइज्जत गर्यो होइन। तिमी यस्तो मान्छे छ भन्ने मैले सोचे पनि थिइनँ के। गिनीको काण्ड फ्रीमा अरे केटा, त्यस्तो नगरिदेऊ साथी। त्यही त, फ्रीमा ल्यायो भन्ने कुरा त तिमीले ल्यायो नि त। मैले के भनेको छु, कसले के भनेको छु? मैले तेरो काण्ड एकजनालाई पठाइदिएको छु भने मलाई भन्। नपठाएर राजा ह्याङले मलाई तिम्रो भिडियो यसरी पठाइरहेछ भनेर मलाई यहाँ सेन्ड गरिदिएको। रमाइलोले पठाएको हो, मलाई यत्रो जना मान्छेको अगाडि भनिदिन्छु सिधै कुरा। रमाइलोको वाट्सएप नम्बर देखाऊ त ल। त्यसले मलाई वाट्सएपमै फेसबुकमा पठाइदिएको, कसरी तँलाई वाट्सएप नम्बर दिनु मैले? अघि भर्खर तिमीले वाट्सएपमा पठाइदिएको भने होइन? फेसबुकमा पठाइदिएको त्यो 2 मिनटको भिडियो किन जाँदैन त? रमाइलोले आम्मा कसम खाएर भनेछ, रमाइलोले पठाएको होइन। त्यसको कसममा विश्वास गर्ने त र रमाइलोको खालको बिहे गरेर बस। तिमीहरू दुईजना बुढाबुढी भएर बसे मुजीहरू आज आइन्दादेखि मेरो अगाडि देखा नपर मुजीहरू। फेरि के बोल्दैमा गेम खेल्दैमा तिमी र म पनि गेम खेल्यो ल, बिहे गरौँ त। मान्छौ तिमी? मान्दैनौ नि होइन? हो त्यस्तै त हो नि। म कसरी मानु तिमीसँग बिहे गर्नु? त्यही त, म पनि त्यो एउटा यो त भनेको इक्जाम्पल के, म पनि मान्दिनँ नि त तिमीसँग बिहे गर्न। हो रमाइलो र म पनि त्यस्तै हो क्या। तिम्रो र मेरो यो कनेक्सन जुन किन छ नि, डिसरेस्पेक्ट गरिस्? हिजो मसँग खेल्दा खेल्दै तँसँग गएर मेरो डिसरेस्पेक्ट गर्छस्? किन गरिस् त्यो? मेरो डिसरेस्पेक्ट मात्रै होइन, डिसरेस्पेक्ट मात्रै होइन, तिमीलाई म के पो गर्न सक्छु। तिमीले मेरो भिडियो किन त्यसरी अपलोड गर्यौ त? ल डिसरेस्पेक्ट तिमीले तिम्रो तर्फबाट के लाउन सक्छौ? लगा गएर पुलिसमा केस गर, पुलिसमा केस गर, साइबर ब्युरोमा केस गर। ल हेर, तिमी जस्तोलाई केस पनि गर्नु छैन। बस मेरो कुरा नकाट, मेरो त्यो भिडियो अरूलाई पठाउने काम नगर। तिमीले हेर्यौ होइन, चित्त बुझ्यो? मैले कसम हेरेको छुइनँ। मैले त अलिअलि मात्रै हेरेको त, भिडियोमा बोलेको मात्रै हेरेको, अरू त हेरेको छुइनँ मैले। नहेरेको भए पनि होइन, त्यो भिडियो अरूलाई नपठाऊ, डिलिट गर्दै भइगयो। बुझ्यौ नि? म त अब तिमीले कसरी हिजोको कुरामा मलाई डिसरेस्पेक्ट गरेको कुरामा कसरी मन बुझाउँछौ त्यो कुरा हेरिरहेको छु कि मैले। यार तिम्रो त्यही एउटा पोनिन्समेन्ट भनेको त सानो कुरा हो कि यार। यो काण्ड भनेको मेरो लागि एकदम धेरै ठुलो इम्पोर्टेन्ट, बुझ्यौ नि? मेरो इज्जत हो त्यो भनेको। त्यही भएर तिमीले एकजनालाई मात्रै पठायो भने, त्यसले अर्को 2 जनालाई पठायो भने, त्यो 2 जनाले अर्को 6 जनालाई पठायो भने त्यसरी नै भाइरल हुन्छ। मैले त तिमीलाई यो भन्न खोजेको हो कि त्यो मेरो माइले 3000 मान्छे छ, 3000ले एउटा कमेन्ट गर्दैछ दाइ काण्ड भन्दैछ। 3000लाई पठायो भने कतिले हेर्छ? 3 त्यति हजारले हेर्छ। अन्त मैले चाहिँ कसरी पठाइदिनु तिम्रो काण्ड चाहिँ? हो त्यही भएर नि नपठाऊ, जे छ अब छोडिदेऊ। तिमीले देखेछौ होइन, अब त्यो कहाँबाट आयो के गर्यो मलाई पनि थाहा छैन। अब त्यो डिलिट गरिदेऊ होइन। अब त्यो यो कुरालाई, सानो कुरालाई धेरै ठुलो पनि नबनाऊ। जे केटाहरूले के लेखिरहेको छ अझै पनि, गिनी हिजोको पनिसमेन्ट गर्नु, गिनीलाई पनिसमेन्ट गर्न लाउनु भनिरहेको छ। म पनि कोही नानी गिफ्टर्सहरूले। अब म तिमीसँग गेम पनि खेल्दिनँ हेर, तिमीले चाहिँ त्यो नगर। त्यही हो। एकछिन है साथीहरू, सरी ल, रङ भएछ ल। म के गर्छु के गर्दिनँ त्यो मेरो राइटको कुरा हो। तर हिजो तिमीलाई मैले त्यत्रो भन्दै थिएँ, तैँले त्यो केटा त च्यासेको अरे, त्यो मर्नाटेको च्यासे, त्यो उताको त्यो हो, त्योसँग गेम खेलिस् भने, त्यो च्यासेको म नाम पनि लिँदिनँ, त्योसँग गेम खेलिस् भने म तेरो यतापट्टि फिल्म देखाइदिन्छु भनेर अगाडि नै भनेको थिएँ। मेरो दुश्मनसँग जोडिस्, मलाई ओभरटेक गरेर माचिङ म तेरो हट टच होस् कि पट होस्, मलाई के काम? म एउटा लाइभ होस्टर हो, मलाई जुन इच्छा लाग्छ म त्यहीसँग गेम खेल्छु। एनी प्रब्लम? 50 मिलियन भ्युज पुऱ्याउँछु म त्यो भिडियोमा। 50 मिलियन। ए पुरा जाठा, अझै पुऱ्याउँछस्? अझै बनाएर पठाइदिन्छु सबै। त के भने वै, तिमीहरू जब एउटा सानोतिनो भिडियो देखाउँदैमा के म झुन्डेर मर्छु जस्तो लाग्छ? फक यु, झन् लाइभ मुजी। तिमीहरूले के गर्न खोजेको? खै सिटामलले के गर्यो त तिमीलाई? के गर्यो त? यार
उता रमाइलोकोमा जान्छु रमाइलोले होइन यार गिनी आम्मा कसम मेरो मरेको बाउको कसम खान्छु हेर मैले त्यस्तो काम गर्दिनँ म तिम्रो इज्जतमा दाग लगाउने काम गर्दिनँ भन्छ उसले होइन यता भन्छ यो मुजी भन्छ तैँले पनिसमेन्ट गरेन म्याचिङ म देखाइदिन्छु मलाई रमाइलो पठाइदेऊ मलाई बाले फरेर केस गरिन् गर भन्छ ल म त ल बोक्रा जस्तो क्या त्यो अब हुन्छ नि अब के अरे मलाई त कस्तो फिल गराइदिएको क्या यिनीहरूले त दुईजना मिलेर मलाई उल्लु बनाए जस्तो के मलाई युज गरे जस्तो फिल गराइदिरा क्या एकछिन साथीहरूलाई म गोप्पेकेर मेरो योसँग ठाउँमा नि छुटेपछि त भइदिएको भए त मुजी त झुन्डेर मर्थिस् होला यो 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 गिनीसँग म अहिले छुटेपछि एउटा गोप्य कुरा छ साथीहरू सबैजना बस्नु ए फक त्यही गोप्य कुरा त्यही भिडियो देखाउन लाग्यो होला अब देखायो भने त तिमीलाई माघकोसम्म बाँकी राख्दिनँ फेरि जे भयो हिजोको दिनमा जे भयो त्यसलाई म भुलिदिइसकेँ अब त्यस्तो काम नगर हेर राजा ह्याङ तिमीलाई घर नम्बर 6884 यो चाहिँ ललितपुर इमाडोलमा पर्छ मेरो घर नम्बर त्यही हो कन्ट्याक्ट नम्बर 9769244504 मेरो नम्बर यही भइहाल्यो मेरो टिकटक आइडी यही हो राजाङ यदि तपाईँले फलो गर्न बिर्सिनु भएको छ भने अहिले नै फलो गर्नुहोस् छुट्ला है तपाईँहरूको फेरि अनि मैले के भनेको थिएँ मैले तिमीलाई राम्रो मुखले गिने तिम्रो र मेरो गेम हुँदैछ यत्रो मान्छेले मन परेको छ सो उयो चाहिँ गरिदिउँ ल पनिसमेन्ट चाहिँ गरिदिउँ भनेर भनेको थिएँ तिमीलाई अरूसँग खेले पनि त्योसँग नखेल है भनेर मैले भनेको थिएँ तिमीलाई होइन त्यो भनेको मेरो मर्जीको कुरा हो नि त चाहे म तिमीसँग खेलौँ चाहे मसँग खेल्दा खेल्दै मलाई कट गरेर हेसुन त्यो तेरो मर्जीको कुरा भयो त्यो तेरो मर्जीको कुरा भो मैले माने तर मैले गेम जितेर मेरो पनिसमेन्ट नगरिकन त्योसँग गएर जोडिनु भनेको मेरो डोमिनेट हो त्योबाट मेरो आइडी लगइन गर त त्यसमा मेरो आइडी लगइन गर डु फास्ट है मेरो 3000 जना मान्छेले यहाँनिर चाहियो कि चाहियो भनिरहेको छ म के गर्न सक्छु 3000 हैन 1900 भन्जाठ यी अर्को फोनबाट हेरिरहेको छु म त्यस्तो पनि नबोल के गिनीलाई लागी नसक्छ सबैजना हेर्न आउँदा हुन्छ यहाँ कमेन्ट पनि कस्तो कस्तो आइरहेछ हेर्दा पनि हुन्छ मेरो मुटुको टुक्राहरू सबैजना साथीहरूले फलो गर्न छुट्नु भएको छ भने तपाईहरुको इन्टरटेनमेन्ट छुटो भनेर विचार गर्नुहोस् साथीहरू राइट नाउ राम्रो भन्यो यार तिमीलाई त मैले जे भने राम्रो सोचेको थिएँ यार त्यस्तो काण्ड चाहिँ त्यस्तो नगर्देऊ मेरो होइन हो त्यतिखेर 3000 मान्छे 3-4 हजार मान्छेले तिम्रो लाइभमा बसेर गिनीको काण्ड देऊ भनिरहेको थियो तर तिमीले होइन गिनी फेरि पनि म तँलाई एउटा कुरा भन्दैछु फेरि पनि म तँलाई एउटा कुरा भन्दैछु यो मुजी खातेहरूलाई नजर भन्दैछु मैले हामी बोलेको बेला कसैलाई नजर भन्दैछु पनि तिमीले खातेहरू म कहाँ यस्तोसँग म जोडिन्छु यो टोपीहरुसँग जोडिन्छु मसँग आएर भाइरल हुन तिमी पनि यस्तै त हो नि मेरो क्राउन खोइ मेरो यहाँनिर क्राउन हुन्छ मेरो शिरपेट छ म राजा हो मा चिक्ने खोलो त आफैले राजा मान्दैन ठिकै हो अरूले तिमीलाई त राजा नि मान्दैन बरु खानी गाँजा चाहिँ मान्ला बरु सही हो ब्रो भन्दै हुनुहुन्छ थ्याङ्क यू सो मच राजा आम अलवेज किङ अरे थ्याङ्क यू बिग फ्यान अरे थ्याङ्क यू सो मच थ्याङ्क यू अल अफ यू थ्याङ्क यू सबैले फलो गर्नुहोस् है एउटा गोप्य कुरा छ भन्दै त्यो काण्ड चाहिँ नदेखाऊ हेर साथी मैले तिमीलाई साथी मानेर भनेको छु अब यस्तो दोहोऱ्याएर चाहिँ नगर काम पनिसमेन्ट किन गरिनस् हिजो मलाई डिसरेस्पेक्ट गरेर अर्कोपट्टि गएर त्योसँग किन जोडिस् मैले नजोडी भनेको मान्छेसँग ल ठिक छ पनिसमेन्ट माफी हुन्छ म पनिसमेन्ट कहिले काहीँ माफ गरिदिने मान्छे पनिसमेन्ट त्यो तैँले अगाडि यो गर्छु भनेर खेले पछाडि मैले तेरो हरेक पनिसमेन्ट इमान्दारसँगले गरेको थिएँ तैँले मेरो पनिसमेन्ट गरिनस् होइन अनि इमान्दार तरिकाले गर्दाखेरि अनि ठिक छ पनिसमेन्ट नगर्नु त त्यो ठिक छ तर त्यो डिसरेस्पेक्ट किन